माननीय सदस्य माधव सापकोटा। सम्माननीय सभामुख महोदय, 82 वैशाख 15 गते 10:15 बजे सिन्धुपाल्चोक जिल्लाको बारविसे नगरपालिका 8 नम्बर वडाको गोल्मा थानमा बा 1983 4 नम्बरको बोलेरो गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ। उक्त दुर्घटनामा 12 जना नागरिकहरू घाइते हुनुभएको छ। त्यसमध्ये 5 जना गम्भीर घाइते भई धुलीखेल केएमसी लगायतका अस्पतालहरूमा उपचार भइरहेको छ। उक्त घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु र घाइतेहरूको उपचारको उचित प्रबन्धका लागि नेपाल सरकारसँग गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। साथै सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका 3 नम्बर वडा बोल्दे आधारभूत विद्यालयका कर्मचारी पेम्बा नोर्बु तामाङलाई शिक्षक आन्दोलनका क्रममा घुसपैठ भयो भनेर दुर्व्यवहार र हातपात भएर कुटपिट गरियो। म उक्त दुर्व्यवहारका प्रति दुःख व्यक्त गर्न चाहन्छु। धन्यवाद। लाल सलाम।